यो जापान भन्ने देशमा चाहिँ समय चाहिँ यति चाँडो जान्छ होइन। अब आफू यही देशमा भएर चाहिँ त्यस्तो लागेको हो कि होइन, अब अरू देशमा के हुन्छ कस्तो हुन्छ त्यो थाहा छैन होइन। अब 2018मा आएको, अहिले 2025 भयो होइन। यो समय चाहिँ यति छोटो लाग्छ, अस्ति भर्खर आज जस्तो लाग्छ होइन। यति धेरै समय भइसक्यो। अनि अब जस्तै एक हप्ता त अब पुरै नगर्नु, एकैछिनमा जान्छ एक हप्ता त होइन। अनि अब एक महिना त अब हुन्छ नि, अब के भन्नु, काम गयो आयो, खाना खायो सुत्यो, भोलिपल्ट फेरि काम गयो, बिदाको दिन पनि अब यत्तिकै सकिहाल्छ होइन। अब यताउति गऱ्यो, कतै गयो भने पनि अब त्यत्तिकै दिन सकिहाल्छ होइन। अनि त्यसपछि अब अरू दिन त अब काममा हुँदा काम भइहाल्यो। अनि त्यसपछि काम सकेर आइयो, खानासाना बनायो खायो होइन, सुत्यो, भोलिपल्ट उठ्यो, काम गयो आयो। यसरी नै दिन चाहिँ यस्तो फास्ट होइन, समय यति चाँडो बित्छ होइन। पहिला स्टुडेन्टमा हुँदाखेरि पनि त्यस्तै। म गाक्से हुँदा चाहिँ मैले चाहिँ नाइट काम गर्थेँ होइन। अनि नाइट काम गर्दाखेरि चाहिँ कस्तो थियो भने, मेरो चाहिँ अब पहिला निहुङ्गो गएको हुँदाखेरि चाहिँ 9 बजीदेखि त्यस्तै 9:30 बजीदेखिको क्लास हुन्थ्यो 12 बजीसम्म। अनि 9:30 बजीदेखि त्यस्तै 12-1 बजीसम्म त्यस्तै हुन्थ्यो। छोटो क्लास हुन्छ नि त निहुङ्गो गएको त। अनि गएको गयो, अनि त्यसपछि आयो, अनि त्यसपछि खानासाना खायो सुत्यो कि। त्यो अब होस्टेलमा जति पनि साथीहरू छ नि सबैको रुटिन सेम कि। अब दिउँसो चाहिँ मस्त सुत्ने, अनि त्यसपछि बेलुका 7-8 बजिसकेपछि चाहिँ सब जागरण भएर चाहिँ उठ्ने, फ्रेस हुने, अनि त्यसपछि काममा जानलाई चाहिँ कुद्नको लागि चाहिँ तारन्तार हुन्थ्यो होइन। त्यस्तै नै अनि त्यसपछि समय त बितेको त पत्तै नहुने। निहुङ्गो गएको सक्यो, अनि त्यसपछि सेम्बुङ गएको चाहिँ अब लामो हुन्छ नि त। सेम्बुङ गएको पढ्दाखेरि चाहिँ मेरो 9 बजीदेखि बेलुका 4 बजे 4:30 बजीसम्म, अनि त्यसपछि 2 दिन चाहिँ 5 बजीसम्म हुन्थ्यो क्या क्लास। अनि त्यसपछि गयो। त्यतिखेर नि मैले चाहिँ नाइट नै काम गर्थेँ। अब लगभग स्टुडेन्टमा हुँदा त प्रायः सबैले नाइट नै काम त गरे हुन्छ नि होइन। त्यसपछि नाइट काम गरेको थिएँ। अनि त्यसपछि सुत्ने त समय नै हुँदैन थियो। शनिबार आइतबार चाहिँ दिउँसभरि मस्त सुतिन्थ्यो होइन। अरू बेला त अब बेलुका 10 बजेदेखि काम हुन्छ नि त नाइटको। बेलुका 10 बजेदेखि काम हुन्थ्यो, अनि त्यसपछि गएको 4 बजीसम्म हुने। अनि त्यसपछि 4 बजेबाट अब गएको सकेर रुम जान लगभग आधी घन्टा 1 घन्टा जस्तो लाग्थ्यो। 4:30 5 बजीतिर रुम पुग्थेँ म। 5 बजी रुम पुगेर 6, 7, 8 8:30 बजी उठ्थेँ कि। हरेक दिन चाहिँ त्यस्तो हुन्थ्यो कि 3-4 घन्टा भन्दा सुत्ने समय नै हुँदैन थियो कि। 3-4 घन्टा सुत्यो होइन। अनि त्यसपछि काममा आउन चाहिँ लगभग 1 घन्टा जस्तो लाग्थ्यो ट्रेनमा। अनि त्यसपछि ट्रेनमा निदाउने होइन। अनि त्यसपछि मोबाइल चलाउँदै ट्रेनमा निदाउने, अनि त्यसपछि काममा आउने। एकदम निन्द्रा लाग्थ्यो नि त एकदम। नेपालमा भनाइ छ नि त, 1 दिनको निन्द्राले चाहिँ 4 दिन चाहिँ पिरोल्छ भनेर भन्छन् होइन। अनि त्यसपछि यहाँ त अब सधैँ नाइट चाहिँ काम गरेर, अनि त्यसपछि दिउँसो एकछिन सुतेर शनिबार र आइतबार निन्द्रा पुर्याउने। अनि त्यसपछि स्टुडेन्टको बेलामा, अनि त्यसपछि गएको गयो, अनि त्यसपछि रुम आयो, अनि त्यसपछि बिदाको बेला सुत्यो। यताउति जाने पनि खासै केही हुँदैन थियो कि। स्कुलले कतै लिएर गयो भने घुम्न जाने भन्ने हुन्थ्यो होइन। आफै साथीभाइहरूसँग भनेर खासै त्यसरी घुम्न गइदिएन थियो कि। सबै साथीहरू सबैको रुटिन नै सेम हुन्थ्यो होइन। त्यसपछि स्कुल जाने काम जाने, स्कुल जाने काम जाने, त्यसरी नै समय एकदमै कति चाँडो कि। अब अहिले अब 2025, 2018बाट 2025 त कति भयो, 7-8 वर्ष भइसक्यो है। कति चाँडो समय गएको। अनि त्यसपछि मैले के भन्न खोजेको भनेको चाहिँ हाम्रो चाहिँ कस्तो हाम्रो यो चाहिँ अब हुन्छ नि, हामीलाई नेपाली पढाउने सरले चाहिँ के भन्नुहुन्थ्यो नि, मन चाहिँ 2टा हुन्छ अरे भनेर नि। एउटाले आफैलाई चाहिँ क्वेसन गरेर आफैलाई एन्सर दिने चाहिँ त्यो हुन्छ। एउटा चाहिँ अलिकति कमजोर भयो भने चाहिँ अर्को मन चाहिँ स्ट्रङ हुन्छ भनेर चाहिँ भन्थ्यो कि। अनि त्यसपछि म चाहिँ काममा अब नाइटमा चाहिँ काममा 2जना हुन्छ नि त। 2जना हुँदा अब एकजनाले अब ब्रेक जाने समयमा चाहिँ अब एक्लै हुन्छ नि, मन भने कि अब त्यो आवाज बाहिर, अब कस्टमरहरू आइरहेको हुन्छ, बाहिर आवाज निकालेर चाहिँ कुरा गर्दैन थिएँ होइन। अनि त्यसपछि एक्लै मनमा के हुन्छ नि, कस्तो अलिकति डिमोटिभेट खाले चाहिँ एउटा मनले चाहिँ डिमोटिभेट खाले चाहिँ कुरा गर्थ्यो होइन। हे यस्तै होस् मन, यस्तै त हो नि भनेर चाहिँ अर्को मनले चाहिँ त्यसरी चाहिँ उ गर्थ्यो कि।
त्यसरी गर्दै चाहिँ अब 4 वर्षसम्म चाहिँ नाइट काम गर्दा पनि होइन, नाइट काम गरियो होइन। अनि अब अहिले चाहिँ अब वर्किङ भयो होइन, वर्किङ भएर चाहिँ अब वर्किङ गर्दाखेरि अब अहिले चाहिँ 10 बजेदेखि 7 बजीसम्मको ड्युटी हुन्छ होइन। त्यति ड्युटी गरेर अब काम खासै त्यस्तो प्रेसर नि हुँदैन होइन। त्यतिखेर त्यस्तो हुँदा पनि अब गरिन्थ्यो होइन, काम मजाले गरिन्थ्यो। अहिले अब दिउँसभरि काम गऱ्यो, रातभरि सुत्यो होइन। र पनि ज्यानहरू एकदम थाकेर बिहान उठ्नलाई कति गाह्रो हुने हो, के भएको